बुढी जाउँ अब पसल बन्द गरिदिनु खाना खानुपर्छ अब भोक लागिसक्यो अघि आयो अब अहिलेसम्म लास्टै पेटले उ भइसक्यो जाम हिँड अब एकछिनमा जाउँला क्या 8:30 बजे 8 बजे छ खाना के बनायो बाजा खाना के बागेर रोलेक्सले पनि लास्टै भोक मानिसक्यो अब जानुपर्छ है खाना फर्सीको मुन्टा र भात पकाएको छु फर्सी मुन्टा र रोलेक्स कहाँ छौ आयन दादासँग जाने तिमीहरू अब सुत्ने बेला खाना खाने बेला भएन तिमीहरूको थाहा छैन हेर न यहाँ भित्र गइदिरहेछन् अझ ल हिँड छिटो मम्मीले बोलाउनु भएको छ जाम 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 बुबु खाने अरे है मान्दैन रोलेक्सले मान्दैन यार के गर्नु होला तिमी पनि फोनै चलाएर बस्ने अब जानुपर्छ कि है अब जाउँ सुतेर हेर न यसको हालत यो जाने है बन्द गरौँ बाबु पनि थाङ्गिएको छ दिनभर यहाँ बाटोमा एउटा लाइट गयो हुन्थ्यो है पुरै आउँदो रहेछ ढोका खोला हिँड खै रोलेक्स अब भाती खाने है हाती दो है ल फटाफट खाना होला है बुढी तिमीलाई पनि भोक लागिसक्यो पेट दुख्यो भन्छु हात खुला धोएर ल्याइदिनु के हिँड रोलेक्स हात छुट्टा दुने जाम हिँड मान्दैन आफ्नै तालमा छ के लगाएछ र मेरो आङभरि दिनु पनि नास्ता केही खाएन हुन्छ कसलाई तिमीलाई कि मलाई खै ल्याउँछ यस्तो महँगै हुन्छ म यति मात्रै खान्छु क्या दोनी अनि खाने है गाडी अलिक गाडी नखेल कहाँ छ नि गाडी यो गाडी खै देखा त त्यो गाडी रहेछ अब भात खाऊ पहिला यो राख म राखिदिन्छु पहिला भात खाऊ अनि भात खाइसकेपछि खेलाउने है रोलेक्स पहिला भात खाऊ अनि पछि गाडी खेल्ने है है आलु र उसको सब्जी त बहुत मिठो हुन्छ नि बुढी बहुत मिठो लाग्छ मलाई यही तरकारी हजुर भयो तिमी भिडियो मात्रै बनाएर बस्छ है देखाऊ अलि चर्को भएछ है कागती छैन आलु र फसेको अलि चर्को भएछ एउटा खुर्सानी ल्याउ न पिरो भएन ल पिरो त छ त्यति पिरो भएन कि हरियो खुर्सानी खाने मन लाग्यो दिनभरि नास्ता नखाएको भोक लास्टै लाग्छ होला है अनि ग्यास्ट्रिक छ भने कम खाना खाने कहाँबाट हुन्छ त टन्नै खानु पर्यो दिउँसो पकाएर खानुपर्छ त किन नखाने त भयो रोटी पठाउँदा कति बजी खानु त नास्ता बाबा हजुर मम्मीले मम्मी मम्मी खायो यो मम्मी खायो रास्नी हो के ल्या त्यो ल्या कडाइमा हो फेरि कान्छोलाई खुवाउनु लाग्यो बाबा बाबा बसाल्दैन त छिराइदिउँ न कुवाभित्र त अघि तिमीले नहुने भनेर त अनि अहिले त्यस्तो गरे आएर त भात पनि नखाने केही पनि नखाने के खान्छ त अहिले भन त यो भात कसले खाने सबै तिमी खाऊ भइहाल्यो खान्न ल ल मलाई चुटाइदिनु लाग्यो नि त रोलेक्स भाती खाउँछौ एकै
घाँस ल जाऊ जाऊ भात छिटो छिटो को खान्छ त्यो चुटाल्ने होइन के माला चुटाल्ने होइन मम्मीको यो निकाल्दिन न ल त ल ल तिमी लगाऊ ल लगाऊ त ल ल आऊ भात जाऊ मम्मीसँग गएर भाती खाऊ जाऊ 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 काम भाती खाऊ खान्न भयो ढाकिदेऊ न अहिले पछि खान सक्छ होइन छोराको ताल पनि यस्तो बुढी खानासाना खाँदैन खालि घुम्ने खेल्ने एक बटुको भात खाएन रोटी खाएन पुरा चिया खाएन बसी आउनु भाउ त केही छैन खाना नखाने भनेको नमान्ने अब अर्को चोटिबाट यो स्कुल पढ्छ है अब मन्टेश्वरी स्कुल जान्छ उठाइदिनु न माथि उठाइदिनु त माथि बाबुलाई उठाइदिनु ऊ ल तिमी छिटो खाना खाऊ त अब बाबा रोलेक्सले बहुत अतायो बाबा खेलाउनु म पिठो भिजाउँछु नि पिठो भिजाउँछु के को लागि यो पिठो अहिले नास्ता लागि त बिहान नास्ताको लागि कि भोलि दिनमा मेरो लागि बिहान बनाउने ल भाइ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 भयो थाके बाबा भर्खर खाना खाएको अनि थाके अनि यता जरा अहिले अब बाबालाई भर्खर खाना खाएँ पेट दुख्यो है बाबुलाई गाउँ खै बाबालाई घाउ देखाउ त जिब्रो टोक्यो अरे जिरो टोकिया थियो के जस्तो हो र रगत आएको थियो नचल नचल यो भन्छ पनि 50 रुपियाँ तिर्नु पर्छ के मम्मीलाई काम गर्नु दे मैले हाने तेरो मान्दैन है भनेको ए नरौ 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 रुन लायो फेरि अब बुबु खान्छ होइन रोलेक्सले बुबु खान्छ अनि मजाले सुत्छ होइन दिनभरि नाची नाची कस्तो नाची यसको नाच देखाइदिनु त मेरो मुखबाट नाचेर आज दिनमा नाच्यो रोलेक्स नाच्यो म खोज्दा माथि छतमा पुगे कता कता पुग्यो यो त कोलिया नत लागेको रहेछ हो र उठाएन कहाँ गयो भन्छु देऊ देऊ यसलाई दुध देऊ न भोकमा नै आस्तो के लाउँदै यो मुखमा के को दबायो बुढी फेसवास फेसवास होइन यो फाउन्डेसन क्रिम नढाटेर भनिदेऊ न झुट नबोलेर भन न मम्मी दाँतको हो क्या मम्मी दाँतको दबाई हो मम्मी हजुर मम्मी दात मम्मी मा दात ये दात itu ए रोलेक्स नो 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 हेर न मम्मीको जाऊ न तिमी पनि घस जाऊ खस्यौ होइन होइन दबाई हो मम्मीको दबाई हो के मम्मीको दबाई हो है नसोच ल्याउ त म राखिदिन्छु त्यो रातभरि कमिला आयो नि सुत्ने तिनीहरू कहिले आएछन् हिजो आज बिहान त आएछ नि आज बिहान आयो हाम्रो पनि खाना नखाएर आएर नि बहिनी पनि ल्याइन्छ कोठामा चाउमिन आएर फेरि दिउँसो मम्बर चाउमिन ल्याएर खायो छोरा त्यो चाउमिन ल्याएर त्यो छोराछोरीसँग चाउमिन के हुँदो कि भात खाए जस्तो नखायो भोलिबाट स्कुल किनभने त्यो सरकारले के गर्यो होला कि ग्यास यस्तो सरकारले ग्यासको गरेर सबै बिजु गराइदिनु लाग्यो अघि चिज पानी 2-3वटा बोतल किनेर ल्याएको दलतिरबाट हाम्रो घर दोकान सोधेको थियो छैन भने पानी पनि भरे पानी किनेर चिज पानी किने अघि हामीसँग पानी मागेको त हुन्थ्यो त तिमीहरूले मैले फ्रिजमा छ पानी फ्रिजमा हालेको छैन बाहिर छ होइन त्यो मिनिबाट खोजिरहेको छ नि मिनिबाट पानी छैन हाम्रो फ्रिज नचलाउने भनेर यिनीहरूले चिसो लागेको फ्रिज चलाएको मेरो फिजाउनु त कम्मले चिसो भयो खाना खाना लास्ट लगाएर चिसो लगाएर एक महिना लाग्छु गत दिनभरि उठ्दा थाक्दैन तिमीहरू त यार लगभग 1 महिना जस्तो भयो क्या नभएको होइन हामी कहाँ पसिना अगाडि भनेपछि त उहाँ पुगेर सट्टै यता आएछन् यता आएर सट्टै मरिगएछन् 1-2 दिन उता पुगेर फेरि यता आएर
घरबाट फेरि यता ल्याउनु लाग्थेर हस्पिटल अलिकति अक्सिजन थियो अरे सकियो कि बाटोमा अनि बाटोमा मरेको छ अक्सिजन सकिनु कि मान्छे मरिदियो अक्सिजन बचाएर अक्सिजनले चलाएर हो भाइले त्यो भेन्टिलेटरमा राखे जस्तो भयो क्या त्यो कम्प्युटर हालेर बटेको आउँछ नि त झर्कनबाट सुत्दिसक्यो भिडियोमा आफ्नो गर्यो भने